अलराइट गाइज, आज चाहिँ मैले हजुरहरूलाई मेरो घरबाटै भेटेको छु। यता हाम्रो मम्मी हुनुहुन्छ, हाई गरिदेऊ त मम्मी। अनि यसो त्यही हो, हजुरहरूले खानासाना खानुभयो होला। अनि हामीले चाहिँ अब यसो टिकटक बनाएको कोट प्यान्ट लाएर हामीले खाना खाएको छैन, एकछिनमा खान्छौँ। आज चाहिँ मैले कोट प्यान्टबाट भिडियो सुट गर्दैछु गाइज है। कस्तो देखाएको छ भनिदिनु होला। म सुत्ने यतापट्टि, मम्मी त्यहाँ, अनि बुवा यतापट्टि हुनुहुन्छ, पछाडि दराज सुत्दै हो गाइज। अनि हामीले धान हिजो यति बोकेर सक्यो है। हाम्रो घर चाहिँ यो रातको घर हो होइन। अनि सो गाइज, यो चाहिँ हाम्रो पुरानो घर। त्यही हो, यहाँनिर भगटेको बोट छ ठुलो, पराल पनि कुद्न लाग्यो आज गाइज है। यो चाहिँ यतापट्टि चाहिँ हाम्रो साइलो बाउको घर। त्यही हो। अनि यो चाहिँ हाम्रो सुरेश दाईको घर होइन, ठुलबाछोको घर। सो त्यही, आहा कति राम्रो फुल फुलेको हेर्नुहोस् न गाइज होइन। सो त्यही हो। अनि हाम्रो यतातिर आलु सालु लाग्छ है। त्यही हो गाइज, यता आलु लाग्छ, यतापट्टि सागहरू खुर्सानी सबै मरिसकेको छ, खुर्सानीहरू होइन। सो त्यही हो। अनि हजुरहरूले सबले साथ सपोर्ट दिनुहोस् है त। सो त्यही हो। अनि हामी अहिले खानासाना नि खान्छौँ है। बुबा गोठमा जानु भइसक्यो होइन। सो त्यही गाइज, कोट प्यान्ट लाउँदा चाहिँ कस्तो देखेको छ कमेन्ट गरिदिनुहोस् है त गाइज। सो अनि हजुरहरूले खाना खानुभयो होला। म त अब एकछिनमा खान्छु नै होइन, अहिले भोक लागेको छैन, हिजो बेलुका भातै नआइसुतेको। अनि पारिपट्टि भ्यू पनि खतरा देखिरहेको छ है, खाल्टे फ्याक्से भन्छ त्यो डाँडालाई चाहिँ होइन। रुगा लगाइरहेको छ गाइज। त्यही हो। अनि आज वाइफाई जोड्ने मान्छे आउने भन्थ्यो, वाइफाई जोड्ने मान्छे नै आउला जस्तो छैन आज पनि। हिजो आएको थियो, हिजो भ्याउँदैन भनेर गइहाल्यो होइन। सो त्यही हो होइन। सबैले माया र साथ सपोर्ट दिनु होला गाइज। यहाँनिर चाहिँ लसुन लगाएको छ होइन मम्मीहरूले। अनि यहाँनिर पनि फुल रहेछ खतरा, सयपत्री फुल है। सो गाइज त्यही हो। अनि हजुरहरूलाई म मेरो घर पनि देखाउँछु है। यता तल चाहिँ भैँसी छ हाम्रो, त्यहाँ पछाडि भैँसी छ। यता बाख्राको खोर गाइज। त्यही हो। हाम्रो आमालाई आज क्या चडक्क देखाएको छ है। अनि के हुँदैछ आमा? के गर्नु, खाना खानु पर्यो, भोक लागिरह हो नि। ल अब खाउला नि त, कहिले खान्छ आफ्नै हो। अनि हाम्रो घर कहाँ अरे? हाम्रो घर तारुका। अनि हजुरको शुभ नाम? सावित्री ढकाल। सावित्री ढकाल। माइती? माइती चिसपानी हुँ। धादिङ होइन त? नीलकण्ठ एक होइन? हजुर। यो गाइज भित्र त अन्धाधुन्ध छ गाइज है। त्यही है। अब गाउँ घर यस्तै हुन्छ, माटोको घर है। जाडो महिना तातो हुन्छ। यता चुलो छ, नयाँ चुलो बनाएको है। आज तरकारी के रहेछ भन्दाखेरि हेर्नु पर्यो यार। ए मासु हो यो मम्मी गाइज, मासु आज मासु, कुखुराको मासु रहेछ। यता भात अनि यता दाल छ। सो त्यही हो। नबनाउने अब भइसक्यो, कति टिकटक बनाएर नि पर्दैन क्या। सो त्यही गाइज है त। हजुरले सक्दो सेयर गर्नुहोस् हजुरहरूले है। सो त्यही हो। अनि यता मासतिर पनि 2-3वटा घर छ। हाम्रो चाहिँ माथि डाँडामा छ गाइज। अनि यहाँनिर मिल छ। मिल चाहिँ अहिले नजिक छ, नत्र तल। यो फलको नाम के भनिदिनुहोस् है गाइजहरू। तपाईँहरूले चिन्नु भयो होला, कतिपयले खानु पनि भयो होला। कतै पाउँछ कतै पाउँदैन। हाम्रो घरमा चाहिँ टन्नै छ। यो फलको नेम के हो कमेन्ट गरिदिनुहोस् है त। ल गाइज, अहिलेको लागि भिडियो पनि यति नै हुन्छ। थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो एन्ड लाइक सब्सक्राइब बेल आइकन। अनि सबले
सेयर गर्न नभुल्नु होला। कमेन्ट बक्समा गएर कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ कमेन्ट पनि गरिदिनुहोस् गाइस है त। अहिलेलाई चाहिँ बाई बाई। सबैजनालाई माया छ मेरो तर्फबाट, हजुरहरूले पनि मलाई माया दिनु होला है त। ल बाई बाई बाई। अहिले मुसाफिर हूँ मैं दूर का, दीवाना हूँ मैं धूप का, मुझे ना भाए ना भाए ना भाए चावरे। मनवा लागे ओ मनवा लागे, लागे रे सावरे, लागे रे सावरे, ले तेरा हुआ जिया का जिया का जिया का ये गावरे। ऐसी वैसी बोली तेरे नयनों ने बोली, जाने क्यों मैं डोली, ऐसा लगे तेरी होली मैं तू मेरा। तूने बातें खोली कच्चे धागों में पिरोली, बातों की रंगोली से ना खेलूं ऐसे होली मैं।